जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमानको वेबसाइट कसरी चलाउने? नमस्ते साथीहरू। जब मौसम एकदमै बिग्रिन्छ त्यति बेला हालसालै रेकर्ड गरिएको डाटा, रिसेन्टली रिकर्डेड डेटा हेर्न जान्नुले धेरै ठुलो दुर्घटनाबाट जोगाउन सक्छ। आज म तपाईहरुलाई नेपाल सरकारको आधिकारिक वेबसाइट www.dhm.gov.np/mfd जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको पोर्टल कसरी चलाउने र वर्षा, तापक्रम अनि मौसम सम्बन्धी महत्त्वपूर्ण अलर्टहरू कसरी ट्र्याक गर्ने भनेर सजिलोसँग सिकाउने छु। सबैभन्दा पहिले वर्षाको विवरण हेरौँ। यो इन्टरेक्टिभ म्यापमा तपाईले विभिन्न समय अवधिहरू छान्न सक्नुहुन्छ, जस्तै 1 घण्टा, 3 घण्टा, 6 घण्टा, 12 घण्टा र 24 घण्टा। यो एकदमै महत्त्वपूर्ण छ किनभने यसले जमिनले कति चाँडो पानी सोसिरहेको छ र बाढीको खतरा कति छ भन्ने देखाउँछ। उदाहरणका लागि, यदि कुनै क्षेत्रमा मात्र 1 घण्टामा 60 mm भन्दा बढी वा 24 घण्टामा 140 mm भन्दा बढी वर्षा भएको देखियो भने त्यो बाढी र पहिरोको ठूलो खतराको सङ्केत हो। वर्षाको डाटाको ठिक छेउमा